everyone, welcome back to my channel. हजुरहरुलाई नमस्ते अनि जोजोला पछ मेरोबाट है. If you guys are new to my channel, then my name is Anamika Pradhan है. हजुर सबैजनालाई मेरो नयाँ दिन नयाँ ब्लगमा स्वागत छ. अनि तपाईलाई थाहा छैन अहिले चाहिँ म आएको छु बेंगलोरदेखिको 4 घण्टाको बाटो है. श्री सत्य साई डिस्ट्रिक्ट है. प्रशान्ति निलयमा आएको छु. यहाँदेखिको चाहिँ हामी अब घुम्न निस्किँदैछु है. कहाँ घुम्न निस्किँदैछु कतै जाँदैछु त्यो चाहिँ तपाईलाई यो भिडियो हेरेरै चाल पाउनुहुन्छ. म पहिला चाहिँ भन्दिन है. र तपाईहरु अन्तिमसम्म यदि बस्नुहोस् होला. बाइ बाइ. हामी चाहिँ अहिले बेबिरा म यहाँ छु टुरमा निस्केको हो. बेबिरा भेना चाहिँ हेलो भन्दिन. हेलो एकजना हाम्रो साथी कहाँ जानुभयो ल निस्केको. अब कहाँ जान्छु त्यो चाहिँ अहिले भन्दिन. त्यहाँ पुगेरै भेट्ने होला. बाइ बाइ. हेलो हाई हामी चाहिँ गाडीमा चढिसके. देवी सतमाटी पहले लिपाक्षी जाएंगे ना. लिपाक्षी जाएंगे. लिपाक्षी का पहले काके जाएंगे. अहिले पुगेर भेट्ला. हामी चाहिँ अहिले एकछिन गाडीबाट उत्रेर बसिरहेको छु है. यहाँ पेट्रोल पम्प आइपुगेको छु. सीएनजी भर्दैछ गाडीमा चाहिँ. लगाइदिउँ के लगाइदिनु हैन अहिले माथि गएर लगाउन. भरे बेलुका घरमा पर्छ नि. लगाइदिउँ भन्छ. अहिले यहाँ ब्रेकफास्ट गर्ने ठाउँमा आइरहेको छु. बेबी चाहिँ यहाँ बिजी छ. आमाले खानु रेडी भइसक्यो. पुट्टपर्तिदेखिको 1.5 आवरको बाटो है. लेपाक्षी पनि आइपुगिसक्यौँ हामी. यो लेपाक्षी भन्ने चाहिँ एउटा भिलेज हो है जो चाहिँ इन्डियाको आन्ध्र प्रदेश भन्ने ठाउँमा है श्री सत्य साई डिस्ट्रिक्टको भित्र लोकेटेड छ है. ल है तपाईहरुलाई अब म टेम्पल भिजिट गराउँदैछु. र यस टेम्पललाई चाहिँ वीरभद्र टेम्पल पनि भनिने गर्दछ र यसको अर्को नाम लेपाक्षी टेम्पल पनि हो. लेपाक्षी टेम्पलको हिस्ट्री भन्नुपर्दा सुरुमा म भन्छु लेपाक्षी टेम्पल चाहिँ वीरभद्रलाई डेडिकेटेड गरेको रहेछ है. भगवान शिवको एक क्रोधित रूप वीरभद्रलाई समर्पित पौराणिक कथा र ऐतिहासिक प्रमाणसँग जोडिएको समृद्ध इतिहास बोकेको छ. यो मन्दिर 16औं शताब्दीमा विजयनगर साम्राज्यका सेवक वीरूपन्न नायक र वीरन्ना नायक दुई दाजुभाइहरूले बनाएको मानिन्छ. मन्दिरको पछिल्लो भागतिर आउनुभयो भने तपाईले यहाँ देख्नुहुनेछ गणेश भगवानको मूर्ति. यो एउटा ढुङ्गामा यसरी कार्भ गरिएको छ है. यस मन्दिरको पौराणिक कथा र मिथहरू भन्नुपर्दा लेपाक्षी रामायणसँग पनि सम्बन्धित छ. लेपाक्षी टेम्पल एउटा प्रसिद्ध शिवलिङ्ग नागलिङ्गका लागि विशेष रूपमा चिनिन्छ. यो विशाल मूर्ति विशेष छ किनभने यो एकै ढुङ्गाबाट खोपिएको 7 ठाउँको नाग सर्पद्वारा घेरिएको छ. लिङ्गको उचाइ करिब 15 फिट छ र भनिन्छ कि यसलाई मूर्तिकारहरूले खाना पर्खँदै गर्दा छोटो समयमा खोपेका थिए. यस मन्दिरको वरिपरि घुम्दा हामीले एउटा ह्याङ्गिङ पिल्लर जसलाई चाहिँ आकाश स्तम्भ भनेर चिनिने गर्दछ है. यस ह्याङ्गिङ पिल्लरले भुइँमा टच गरेको छैन र मानिसहरूले आफ्नो कपडा लिएर एक्सपेरिमेन्ट गर्ने गर्दछ है. फेरि हुन्छ नि फेरि गर्दिस. खासमा चाहिँ एक एकवटा छ होला नि है. म अहिले सोधेको यहाँनिर है. यहाँनिर यो जग्गामा चाहिँ माता पार्वती र शिवजीको चाहिँ बिहा भएको जग्गा अरे हैन. अब पछि चाहिँ अब यसलाई कसैले कम्प्लिट गर्नु नसक्दा चाहिँ एउटा धर्मस्थानमा चाहिँ परिवर्तित भएको भनेर देखाएको छ. लेपाक्षी मन्दिर एउटा ठुलो पाइला चिन्हका लागि पनि प्रसिद्ध छ. केहीले सीता माताको र अरूले हनुमानको पाइला मान्दछन्. केहीको विश्वास अनुसार यो पाइला सीता माताको हो र त्यहाँको पानीको उपस्थिति पनि पवित्रता र उपस्थितिको संकेत हो.
अहिले हामी मन्दिरको लगभग सबै दिशाहरू घुमिसकेर है फोटो भिडियोजहरू पनि बनाइसकेर हामी मन्दिरबाट बाहिर निस्किँदैछौँ है। बाई गर्दिन एकताल। लेपाक्षी मन्दिर घुमिसकेपछि हामी निस्क्यौँ। यहाँबाट 500 मिटर टाढा उपस्थित लेपाक्षी नन्दी लेपाक्षीको मुख्य आकर्षणहरूमध्ये एक हो र लेपाक्षीको पर्यटनका लागि प्रख्यात चिह्न हो। यो नन्दीको मूर्ति विजयनगर साम्राज्यकालमा मुख्य वीरभद्र मन्दिर निर्माण गरिएको समयमा बनाएको हो भन्ने हामीले यहाँ थाहा छ है। लेपाक्षी नन्दी एकैवटा ठुला ग्रेनाइट ढुङ्गाबाट बनिएको हो। यसलाई यस्तो ढङ्गले राखिएको छ कि यसले वीरभद्र मन्दिर परिसरमा रहेको 15 फिट अग्लो नागलिङ्गलाई हेरेको देखिन्छ। लेपाक्षी नन्दी हेरिसकेपछि हामी फेरि लाग्यौँ जटायु गिद्ध रावणद्वारा गम्भीर घाइते पारिसकेपछि खसेका ठाउँ है। यहाँ पस्नको लागि चाहिँ 10 रुपियाँ टिकट पर पर्सन काट्नुपर्ने रहेछ र हामी टिकट काटिसकेपछि भित्र पस्दैछौँ है। रावणले सीतालाई किडन्याप गरेपछि जटायुले उनलाई बचाउने प्रयास गरेका थिए। यो स्थानको उल्लेख रामायणमा पनि गरिएको छ। लेपाक्षीको कनेक्सन जटायुसँग गहिरो रूपमा जोडिएको छ, जसले रावणबाट सीतालाई उद्धार गर्ने प्रयास गरेका थिए। यो गाउँको नाम जटायुको बलिदान र रामको करुणाको प्रतीक हो। जब उनले ले पक्षी अर्थात् उट पक्षी भन्ने शब्द उच्चारण गरे। जटायु मरेको ठाउँ हेर्नु चढ्दाखेरि चाहिँ यहाँ हामीले के देख्यौँ भन्दाखेरि यहाँ आफू बसेर चित्र बनाइदिने आर्टिस्ट पनि देख्यौँ है। र हामी चाहिँ अब चढ्दैछौँ माथि जटायुलाई होइन। तपाईँहरू देख्न सक्नुहुनेछ है, जटायु चाहिँ एउटा ठुलो ढुङ्गामा विशाल ढुङ्गामाथि बनाएर राखेको छ है। यहाँ माथि चढिसकेपछि चाहिँ हामीले पुरा भिलेज लेपाक्षीको भ्यू देख्न पाइन्छ है। माथि चढिसकेपछि हामीले अझै एउटा सीता माताको फुटप्रिन्ट देख्न पायौँ है। र अहिले चाहिँ हामी सबै हिस्टोरिकल प्लेसहरू एक्सप्लोर गरिसकेपछि है हामी चाहिँ अहिले यहाँ जुस पिउँदैछौँ। र आजको लागि यति नै। भिडियो मन पर्यो अनि इन्फर्मेटिभ लाग्यो भने लाइक, सेयर अनि सब्सक्राइब गरिदिनु नबिर्सनुहोस् होला। Meet you all in the next vlog. Bye.